Guys, it's the day 3 and अब त म भन्दिनँ म बिहान उठेन भनेर किनकि it's like a regular thing for me. अहिले कति बज्यो होला probably 11 बज्न आँट्यो कि 11 बज्न आँट्यो and this is my coffee here. त्यस पछाडि I can't wait to edit my video. त्यो हिजो लास्ट नाइट मैले एडिट गरेँ होला एक्साइटेड छु म त्यो भिडियोलाई फाइनल लुक दिनको लागि हैन. यो बेडमा एउटा इस्यु छ हैन. यो सी चच आउँछ हैन. अब यसलाई फिक्स गर्छु म फर्स्टमा. के भएको आई डोन्ट नो म्यान. मलाई हल्का रुम नै आज सफा गर्न मन लाग्यो हैन. बदाम खाएर एकदम धुलोसुलो छ. सो लेट्स गो. रुमै सफा गर्न मन लाग्यो. म के टाइम ल्याप्स खिचौँ के खिचौँ म टाइम ल्याप्स ट्राई गरौँ त आज. यो यसको साइज छ नि यो साइज अलिकति यो ठुलो तर यहाँको सानो भएर चच आइरहेको जस्तो लाग्यो मलाई. अब म चक्कु ल्याएर चाहिँ यसलाई अलिकति ठुलो बनाउँछु पनलाई. मैले 1 घन्टासम्म यत्रो दुःख गरेँ and the result what is this bro? Welcome back. This is day 3. अहिले 1 बजिसकेको छ. यो 3 दिनमा what I've realized is जुन रुटिन यहाँ मैले लेखेको छु it's very hard to adapt quickly, right? It's like really hard because editing गर्दाखेरि or anything that you want to जस्तो मनैबाट गर्न मन लागेको कुराको लागि भोलि गर्छु भनेर रोक्न अलिकति गाह्रो रहेछ. हिजो मैले एउटा त्यो भिडियो खिचेको मैले हिजै 10-11 बजीसम्म त्यही भिडियो गरिरहेको थिएँ हैन. अब त्यसलाई कम्प्लिट गर्छु. सो यो गाह्रो छ. यो रुटिनलाई आई डोन्ट थिङ्क आम गोना फलो अहिले रिसेन्टलीको लागि. इभन यो एन्ड गोल त यो छ हैन तर अहिले रिसेन्टको लागि चाहिँ यो हुँदैन जस्तो लागिरहेछ. सो टुडे आम क्विकली गोना राइट माई डेली टास्क. आज हो 23 डिसेम्बर. अब डिसेम्बर 30 सम्म मेरो मेनली एउटा काम हुनेछ. त्यो भने चाहिँ 12 भ्लग हुनेवाला छ. अब त्यस पछाडि सो यो आज पनि हुने भयो. एडिट एपिसोड 2 भ्लग यो त अब भइहाल्यो हैन. यो त रेगुलर हुने कुरा भयो. त्यस पछाडि आज एडिट हिजोको भिडियो थियो जुन चाहिँ चुजिङ भिडियो भयो. अनि त्यस पछाडि सुदीप भाइ भिडियो. सो यही नै छ आजको टास्कहरू. अब हम गोना गो क्विकली काममा हैन. आज बिहान यो बेडकैले इस्युले टाइम कन्ज्युम गर्यो. त्यस पछाडि म खाना खाएर अहिले म लाग्दैछु. सो म धेरै टाइम वेस्ट गर्नेवाला छैन यहाँ. म क्विकली जान्छु. अब स्ट्रेट इन्टु वर्क. आम गोना स्टार्ट फ्रम ओ म्यान यहाँबाट गर्नु पऱ्यो. एपिसोड 2 बाट गर्नुपर्छ मैले यार. तर मलाई अर्को गर्न मन छ. सो म यो गर्छु फर्स्टमा. या त्यो हिजो लेखेवाला भिडियो भर्खर सकिने अवस्थामा छ. 3 बजिसक्यो ब्रो. टाइमै छैन. वाट डु आई डु म्यान. एपिसोड 2 हो एडिट गर्नै छ. डोल्पाको सुरु गर्नै छ. ओ माई गड दिस इज नट गोइङ वेल म्यान. दिस इज नट गोइङ वेल. डेली भिडियो हाल्नु इज भेरी हार्ड थिङ. वाट डु आई डु गाइस. सो आई डोन्ट नो 3:30 कति भयो. आई हेभ नो आइडिया अबाउट टाइम हैन. फाइनली अलिकति सके जस्तो लाग्यो. हल्का देखाउँछु म कस्तो छ. आई हेट चुजिङ. सानोदा म सधैँ सोच्ने गर्थेँ मैले 5 वटा बिहे गर्न पाए कस्तो हुन्थ्यो होला भनेर. चुज गर्ने त झन्झट नै भएन.
म पसलमा कपडा किन्न जाँदा पनि चुज गर्ने झन्झटले त्यहाँको सेल्स वुमनलाई सोध्छु कि म सुन्नु न यो दुईटामा हजुर एउटा चुज गर्नु हजुरको चोइस बबाल छ जस्तो लागिरहेछ मलाई हजुरले जे चुज गर्नुहुन्छ र त्यही हुन्छ र अहिले मेरो अगाडि दुईवटा अप्सन छ अप्सन 1 र अप्सन 2 and I have to make a decision here. Luckily, I have someone to do it for me. यो खातेमा यो भन्दा त मेरो नेपालीमा एउटा कोड छ नि जब तिम्रो सबै वस्त्र सकिन्छ तब तिमी आफ्नो अन्तिम अस्त्र युज गर एन्ड आई थिंक नाउ इट्स टाइम फर मी टु युज दैट अल्टिमेट चुजिङ मसिन अप्सन 1 अप्सन 2 It. Oh my god, it took me so much time, man. I don't know how is it, but it is. छ त्यहाँ त्यही हो मेन कुरा भन्यो त्यही हो मेन कुरा हैन कस्तो छ राम्रो होला अर्को भिडियोमा ओके गाइज सो अहिले अब म हाम्रो हिजो डे 2 को भिडियो एडिट गर्न सुरु गर्दैछु कस्तो झ्याउ लागिसक्यो मलाई हैन के भनौँ यार यही त गाह्रो छ नि अल्छी लाग्छ नि मान्छेलाई बेलुकातिर पोस्ट गर्छु अघि अपलोड गरे भिडियो चाहिँ अनि लेट्स चाहिँ रेस्पोन्स कस्तो आउँछ अब अहिले गर्छु राति चाहिँ आम गर्न एडिट डोल्पाको भ्लग आई थिङ्क यस त्यही हो आज फुटसल पनि छ फेरि यहाँमा एपिसोड 2 लगभग सकिन थालिसक्यो कति बजे 5 बजिसक्यो अहिले अब यसलाई म एक्सपोर्ट पछि आएर गर्छु अब खाजा खाएर त्यस पछाडि म फुटसल खेल्न जान्छु ए अनि त्यो अघि चुजिङवाला भिडियो इन्स्टाग्राममा अपलोड गर्छु म आज त्यही हो टाइम लाग्दैन यो खासै होइन एडिट किनकि यसको मैले र बनाइराखेको एकदम एडिटै हुन्न क्या डुबी होइन यसको मैले त्यो जोइन गरेर राखिदिए मात्रै होइन किनकि यसमा टाइम वेस्ट चाहिँ धेरै नगर भनेर हो अनि सो त्यही छ एकदम 2 भइसक्यो डोल्पाको बेलुका गर्छु सुबी भाइको पनि अब बेलुकै हुन्छ जस्तो लागिरहेको छ मलाई अब चिया खाएर म फुटसल चाहिँ जान्छु कस्तो वाइड धेरै वाइड हुनु पऱ्यो क्या यो भएन यो त्यही हो एक्साइटेड छु म आजको भिडियो अपलोड गर्नलाई तर धेरै दुःख भएको छ नि त त्यहाँ पिपल अहिले म फुटसल जाँदैछु 6:30 भइसकेको छ मेरो गेम 7 देखि 8 हो त्यही हो अरू के छ अघि चटकेदार चिया खाइयो भिडियो अपलोड गरियो भिडियोलाई खासै बबाल रेस्पोन्स गरेन दुःखमा मरिहत्ते गर्नुपर्छ रेस्पोन्स आउँदाखेरि फुइ अब यस्तै हो यो लाइफै यस्तै हो यु क्यान नट एक्सपेक्ट बबाल जहिले होइन तर खै के हो यार खै राम्रै छ जस्तो लाग्छ अडियन्सले मन परायो हो कि डिफ्रेन्ट अडियन्स पाएको हो कि आई डोन्ट नो म्यान ओके गाइज सो फुटसल खेलेर आइसकेँ म आजको फुटसल वाज वन्डरफुल मैले तीनटा ब्याङ्गर्स तीनटै लेफ्ट फुटले बुम 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 अनि अर्को ट्याप पनि एउटा गोल हान्ने अनि हामीले जित्यो बबाल मजा आयो आज होइन गेम चाहिँ बबालै थियो क्या त्यस पछाडि मैले घर आएँ म अनि यसो हेरेको इन्स्टाग्राम टिकटक द भिडियो इज फ्लप्ड म्यान त्यत्रो मेहनत गऱ्यो त्यो गऱ्यो तर फ्लप भयो अब किन भन्दाखेरि यो इन्डस्ट्री नै यस्तै छ क्या यु क्यानट प्रेडिक्ट एनिथिङ होइन अनि त्यस पछाडि आई डोन्ट नो आज हल्का अफ भयो म आफ्नै डिसिजनहरूलाई आफ्नो पाथहरूलाई हल्का क्वेसन गरेको टाइपको कस्तो भइरहेछ आइम नट फिलिङ द्याट गुड आज it's not because that video didn't do well but because of the whole career thing and all what am I going to do what's my goals and everything is सबै कुराहरूमा सेल्फ डाउट टाइपको कन्फ्युजन होइन अनि के गरिरहेको छु मैले के गर्दैछु म के हुनेवाला छ अब यस्तै कुराहरूले हल्का
हल्का मन खिन्न टाइपको कस्तो भइरहेछ। अहिले म सुरु गर्नुपर्ने रहेछ नि त भिडियो। माई गड, अब आई डोन्ट थिङ्क आम गन एडिट द्याट भिडियो नाउ। म सुत्छु जस्तो लागिरहेछ अहिले मजासँग। त्यस पछाडि फ्रम टुमारो आम गन एडिट द्याट भिडियो। त्यसलाई म 3-4 हप्तामै सक्ने कोसिस गर्छु। जे होस् 3-4 हप्ता रे 3-4 दिनमै सक्ने ट्राईमा एडिट गर्छु म। लेट्स सी के हुन्छ हेरौँ। त्यही हो, सुके भाइको भिडियो पनि भएन आज। डोल्पाको ब्लग भएन। एपिसोड 2 अब त्यसलाई चाहिँ अपलोड गर्छु म, एपिसोड 2 लाई चाहिँ। त्यस पछाडि चुजिङ भिडियो त्यो भइसक्यो। सो के देखाउनु पर्ने त आज, आई डोन्ट नो। के खिचेँ मैले, के खिचेँ छैन। आई नो दिस थिङ इज नट गोइङ एज वाट आई एक्सपेक्टेड। गइरहेको छैन यो जस्तो जुन वेमा जानुपर्ने त्यसरी 100 डेजको गइरहेको छैन। तर गुड थिङ इज एटलिस्ट गइरहेछ होइन त। गुड थिङ इज गइराख्नु पऱ्यो। मैले त्यहाँ टास्क लेखिरहेको छु, त्यो कामहरू म सकाउन लागिरहेको छु। यत्तिकै टाइम वेस्टहरू मैले कम गरिरहेको छु। मेन इस्यु भनेको बिहान उठ्न आइरहेको छ मलाई होइन। त्यहाँ नउठ्दाखेरि अलिकति टाइम एक्स्ट्रा गइरहेछ। आधा दिनभन्दा पनि लगभग त्यस्तै मैले टाइम पाइरहेको छैन। तर त फेरि बेलुका चाहिँ युज गरिरहेको छु त्यो टाइमलाई मैले। तर यो के भन्नुपर्छ, यो हप्ता यस्तै जान्छ जस्तो लागिरहेको छ मलाई। अर्को हप्ताबाट वे गना डु। यो हुन्छ तर स्योरली 100 डेज नभए पनि 90 डेजमा त आम गना गो जिम। या गाइज, गुड नाइट, सी यू टुमारो।